सबैजनालाई गुड मर्निङ छ है मेरो तर्फबाट। अब हाम्रो चाहिँ यहाँको बसाइ चाहिँ सकियो, आज लास्ट दिन हो। लास्ट मन एकदमै होइन, एकदमै लास्टै के भइरहेको त्यस्तोमा रमाइलो रमाइलो फिल भइरहेको। गाडी खा सम्झि लास्ट रमाइलो फिल भइरहेको। त्यही हो, केटाहरू सबै यस्तरी हुन्छ सर, सबै हामी जानेवालाहरू हो। अनि 2-3 जना चाहिँ भाइहरू छ पुऱ्याउन हेरेको। अनि त्यही हो, लास्टै नरमाइलो लागिरहेको लाग्ला त। अब यत्रो मजा बस्यो यहाँ छोडेर जान लास्टै। अब नयाँ ठाउँ नयाँ सहर जाने, अब के हुन्छ कसो हुन्छ केही थाहा छैन मलाई होइन। त्यही पनि जान्छु, के हुन्छ कसो हुन्छ। अब आफ्नो लागि सबै केटाहरू छ अगाडि। के अब के गर्नु, अब सबै टाढिनै पऱ्यो, सधैँ एकै ठाउँमा बसेर पनि भएन। त्यही हो, साथीहरू अब जता गए पनि अब हामी सँगै बिताएको पलहरू चाहिँ अब नबिर्सिने तरिकाले चाहिँ अगाडि बढ्नुपर्छ हामी होइन। त्यही हो टक्क। अब के गर्नु, सबैजना टाढै गयो भने माया छ सबैजनालाई। त्यही हो, त्यसैहरूले पनि लास्टै माया छ, लास्ट सपोर्ट गऱ्यो होइन। अनि नर्मल राखेँ कि जान पनि मन दुखिरहेको, के गर्नु अब। यस्तो साथीहरूलाई छोडेर जानुलाई कोही कता होइन। त्यही हो, सबैजना कोही कता कोही कता। ए साउने ल, वेलकम छ दादास। अब केटाहरू छ सबजना गइरहनु गइरहनु। सम्झी गाडी खाए सम्झी। त्यही हो गाह्रो हुँदो रहेछ, के गर्नु। अब फेरि म बुढोलाई भेट्न जानुपर्ने हुन्छ। अनि त्यही हो, बुढो लास्ट भनेपछि आज चाहिँ बस्ने आउनुपर्छ त। 3 मिनट भएन मलाई भेट्न आइदियो भन्ने छ, अब त्यहाँ जानुपर्छ एकछिन। अनि त्यही भएर अब दिन्छु साथीहरू त्यहाँको ट्रेनमा। म चाहिँ ट्रेनमा जाने कि प्लेनमा गयो भने लास्ट महँगो पैसा है। आफ्नो पैसा नभएको, पैसा छैन, पैसा एन्याउ पैसा बचाउ तरिकाले जानु लाग्यो म चाहिँ ट्रेनमा। एकजना साथी पनि झमेर 2जना भएर जान्ला हो। त्यही हो, त्यस्तै छ केटाहरू। ल सम्झि ल, राम्रोसँग जाने है, फोन गर्दै गर्नु राङ्गा, राम्रोसँग जाऊ ल सम्झि। अनि सम्झि ल, हाम्रो लास्ट भेट है, अब आउन नै सक्छ फेरि। ल सम्झि टाढो आउँछु म ल। ल राम्रोसँग जानु है।